कञ्चनपुरको पुनर्वासमा किसानहरूलाई कृषि उपकरण वितरण गरिएको छ। पुनर्वास नगरपालिका एफआर प्रोजेक्ट नेपालको साझेदारीमा निड्स नेपालद्वारा सञ्चालित कृषि र पशु विकासमा आधारित साना किसान युवा उद्यमशीलता विकास परियोजना अन्तर्गत पालिकाभित्रका महिला स्वावलम्बन समूहमा आबद्ध किसानहरूलाई कृषि उपकरण वितरण गरिएको हो। उपकरण वितरण कार्यक्रममा बोल्नुहुँदै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी राणाले किसानहरूलाई सहज होस् भन्ने हिसाबले किसानहरूकै मागलाई ध्यानमा राखेर उपकरणहरू वितरण गरिएको बताउनुभयो। 50% अनुदानमा र 50% किसानहरूको लागत साझेदारीमा यसरी सामग्रीहरू हस्तान्तरण गर्दा अपनत्वको भावना पैदा हुने उहाँले बताउनुभयो। तपाईँहरूलाई सहज होस् भन्नको लागि चाहिँ यहाँहरूकै मागमा आधारित रहेर चाहिँ यो उपकरणहरू यन्त्र उपकरणहरू पालिकाको लगानी र यहाँहरूको संयुक्त साझेदारीमा जुन यो कार्यक्रम भइराखेको छ, मलाई लाग्छ अब यो जुन कार्यक्रम हामी यतिको यो उपकरणहरू यहाँ देखिरहेछौँ यसमा 50% जुन यहाँहरूको कन्ट्रिब्युसन छ, यो कन्ट्रिब्युसनले यहाँहरूलाई यो अपनत्व चाहिँ महसुस गराउँछ। यो चाहिँ हाम्रो हो, यसमा हाम्रो पनि लगानी छ भन्ने कुरा यहाँहरूले चाहिँ मनन गर्नुहुनेछ र यसलाई चाहिँ तपाईँहरूले पछिसम्मको लागि पनि यसलाई संरक्षण सम्वर्धन गर्नुहुन्छ, यसलाई दीर्घकालीन बनाउनुहुन्छ र एकजना व्यक्तिले समूहमा सबैलाई दिन अहिले गाह्रो भएको हुनाले समूहमा नै सहकार्य गरेर सजिलो समूहका साथीलाई पनि सजिलो होस् भन्नको लागि पनि यो कार्यक्रमहरू ल्याइएको। उक्त कार्यक्रममा 30 जना किसानलाई चाप कटर विद्युतीय घाँस काट्ने मेसिन वितरण गरिएको निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाश चन्द्र मडैले जानकारी दिनुभयो। उक्त मेसिन पुनर्वास नगरपालिकाको 50% अनुदान र किसानको 50% अनुदानमा वितरण गरिएको थियो। यस्तै 11 जना किसानलाई निशुल्क रूपमा फिड मिल पशु आहार बनाउने मिल वितरण गरिएको उहाँले बताउनुभयो। यो सँगसँगै 4 जना किसानलाई वेजिङ मेसिन पशु तथा कृषि सामग्री तौल मेसिन वितरण गरिएको समेत उहाँले बताउनुभयो। 2 जना किसानलाई डिजिटल र 2 जना किसानलाई एनालग गरी 4 वटा वेजिङ मेसिन निशुल्क रूपमा वितरण गरिएको उहाँले बताउनुभयो। यो मेसिन हामीले पैसाको हिसाबले कुरा गर्दाखेरि 50% किसानको आफ्नो अनुदान छ, के अरे यो परियोजनाको लागत छ भने 50% किसानले स्वयं बेहोरिराख्नु भएको छ, जस अन्तर्गत अनुमानित लागत त हाम्रो 40,000 राखेका थियौँ, तर यो खरिद प्रक्रियामा 30,000 मा एउटा मेसिन आउने गरी उहाँहरूले बिड गर्नुभएको छ। भनेको किसानको 15,000 र यो परियोजनाको 15,000 परेको छ होइन। अर्को चाहिँ फिड मिल, साना यो आहारा बनाउने अथवा सानो कुटानी पिसानीको पनि काम गर्न सकिने फिड मिल छ। अहिले पनि यहाँ ल्याउँछौँ हामी 11 वटा जो छ, त्यो चाहिँ 37,000 को दरले छ। 4 वटा मेसिन चाहिँ हाम्रो तौलिने मेसिनहरू छ, खास गरी डिजिटल मेसिन छ, त्यो भनेको अलिकति यो तरकारी उत्पादनसँग अरू कुराहरू कृषिजन्य उत्पादनसँग जोडेर तौलिनलाई छ भने अर्को चाहिँ एनालग मेसिन छ 2टा, त्यो चाहिँ नै बाख्रा तौलिने बोका तौलिने यस्तो खालको बिक्री वितरण गर्दाखेरि तौलेर बेच्ने खालको परम्परालाई सुचारू गर्नका लागि छ।